नजिकतामा तपाईहरु मेरो जीवनमा आउनुहुन्छ। हालेलुया। है हामी सबैजना आराधना गर्न तयारी छौँ? प्रभुलाई धन्यवाद है। म एकचोटि यहाँनिर एउटा वचन पढ्न म चाहिँ अध्ययन गर्न चाहन्छु है। वचन सङ्ग्रहको पुस्तक 23 अध्यायको 1 देखि हामी 6 पदसम्म हेर्छौँ। मजाको वचन छ है। यो वचनले तपाईँले मेरो आत्मालाई चाहिँ सुदृढ पार्नेछ। यहाँ चाहिँ यसरी लेखेको छ, पृथ्वी सही है 23 को परम प्रभु मेरो गोठाला हुनुहुन्छ र मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खड्कमा लेदाउनुहुन्छ र शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरदेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लत्ती र तपाईँको वचनको लाउले मलाई सान्त्वना दिनुहुन्छ। मेरो शत्रुहरूको सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ र मेरो पचौरा भरेर पुग्नुहुन्छ। निश्चय नै तपाईँको भलाइ र तपाईँको करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परम प्रभुको घरमा म सदा गर्छु। आमेन आमेन हालेलुया। परमेश्वरको वचनमा छ परम प्रभु चाहिँ मसँग जानुहुन्छ। परम प्रभु चाहिँ हाम्रो असल एउटा हेरचाह गर्ने चाहिँ है एउटा सल्लाहको प्राण दिनु हाम्रो असल गोठाला हुन्छ। र परमेश्वरको वचनले भन्छ परम प्रभुलाई थाहा छ तपाईँको मेरो जीवनको लागि, तपाईँले मेरो आत्माको लागि कुन कुराको खाँचो छ, कुन ठाउँको आवश्यकता पर्छ है। प्रभु सबै कुरा जान्नुहुन्छ। यस कारण यो समयमा प्रभु बुझ्नु भएको छ र यस कारण तपाईँले मेरो जीवनलाई एउटा सुन्दरताको ठाउँमा, एउटा पवित्रको त्यो बेडीमा, पवित्र एउटा सुन्दरताको भवनमा चाहिँ ल्याउनु भएको छ। यो समयमा हामी चाहिँ है यो छेडमा यस गढीमा हामी चाहिँ खेलवाड गर्ने छैनौँ है। हामी चाहिँ बाहिर अनि भित्र गर्ने छैनौँ। यो समयमा चाहिँ विशेष हामी चाहिँ एउटा महत्त्वपूर्ण यो समयलाई हामी चाहिँ बुझ्नेछौँ अनि लिनेछौँ। एउटा पहिलो रूपमा यो समयलाई चाहिँ हामी स्वीकार्नेछौँ, किनभने नि यो समयभित्र चाहिँ परमप्रभु तपाईँको जीवनमा चाहिँ मजाको काम गर्नको लागि चाहिँ आउँदै हुनुहुन्छ। आमेन। अब सबैजना आँखा बन्द गर्नेछौँ, सबैजना आँखा बन्द गर्नेछौँ। हामी एकतर्फलाई हेर्नेछौँ। हामी यहाँतिर आफ्नो परमेश्वरको आवाजलाई चाहिँ सुन्नेछौँ। परमेश्वरको वचन